Hi guys, welcome to my channel again, welcome to my vlog again, and this is the new beginning, new starting of the day. बाहिरको वेदर चाहिँ अलि कुल छ, अलि हैन धेरै नै कुल छ. लास्ट डे 4 डिग्री कि कति थियो, तर इट वाज सेइङ लाइक 1 डिग्री हैन चेक गर्दाखेरि, अनि आज पनि 4-5 डिग्री देखाइरहेको थियो, बट इट फिल्स लाइक 1 डिग्री. हावाले विन्डले गर्दाखेरि हल्का विन्ड चलिरहेछ. अनि अहिले चाहिँ ठ्याक्क बिहानको 9 मजा अघि नै उठेर ब्रेकफास्टको नाममा कफी खाएँ, ब्ल्याक कफी. मर्निङमा के खाने हो र हैन, अहिले पछि ब्रन्च एकैचोटि हुन्छ. सो अब चाहिँ आज चाहिँ आई एम ट्राइङ टु गिभ मी टाइम फर माइसेल्फ. कति स्ट्रेस लिने, टेन्सन स्ट्रेस भन्ने कुरा त साइडमा छँदैछ. सो म चाहिँ यसो सोचेँ, अनि घरबाट ननिस्केको पनि धेरै भयो. निस्किने पनि कि त भने सपिङ जानलाई निस्किन्छु, कि त भने युनि जानलाई निस्किन्छु. हिजो युनि जान निस्केको थिएँ, स्ट्रेट युनि टु होम, अनि सक्यो. अस्ति काम जान निस्केको थिएँ, काम टु होम, अनि सक्यो. त्यही भएर सो आज चाहिँ मी टाइम, आफैलाई केही टाइम दिउँ भनेर सोचिरहेको छु. लेसी यसो एउटा दुइटा लोकेसनहरू चाहिँ मैले अस्तिदेखि नै सर्च गरिरहेको थिएँ कि म निस्किन्छु भनेर, लास्ट टाइम निस्किन्छु भनेर यस्तो आँटेको सोचेँ. आई थिङ्क मैले चाहिँ 2 घन्टासम्म सोचेँ होला. सोच्दा म निस्किनँ. म बाहिर निस्किन थालेँ भने, लाइक घुम्न थालेँ भने घुमेको हुन्छु. इफ आई स्टेड हुन्छ नि घरमा, अनि यतिकै झ्याउलाएर टेन्सन सोचेर बस्यो भने बसेको हुन्छ. सो आज चाहिँ म बिहान उठ्ने बित्तिकै होइन, म आज निस्किन्छु, मी टाइम चाहिएको छ मलाई भनेर, लाइक आम गन गो, लाइक हुन्छ नि आफूले आफूलाई टाइम दिन जाँदैछु. आई थिङ्क आई गो लाइक लिटल बिट ट्रेकिङ, हाइकिङ. हेर यता मैले एउटा लोकेसन देखेको थिएँ, कतिको सेफ छ आई डोन्ट नो, त्यही गएर थाहा हुन्छ. लेट्स सी. ओके, I'll see you guys there. Till then, keep watching. बाहिरको वेदर चाहिँ यस्तो देखिन्छ, यस्तो अलि शीत बसेको छ. हिजो त पुरै नाइट थियो मेरो काम, अनि नाइटबाट लाइक 7 बजे काम सकेर निस्किँदाखेरि त यो पुरै यो हुन्छ नि, यो गाडीको सिसाहरू पुरै जाम भइरहेको थियो क्या, पुरै फ्रोजन भएर. मेबी फ्रोजन त लाइक माइनसमै पुग्यो भने त फ्रोजन हुने हो नि. सो आई थिङ्क नाइट टाइम, मर्निङ टाइममा चाहिँ लाइक माइनसमै थियो होला, 0 डिग्री थियो होला मेबी. सो आज चाहिँ लुक्स लाइक फ्रेस मर्निङ, क्लाउड्सहरू त्यस्तो केही पनि देखेको छैन. हल्का के अरे हावाहरूले गरेर चाहिँ हल्का चिसो छ, तर घाम त्यहाँ भएपछिसम्म चाहिँ त्यति चिसो हुँदैन. लेट्स सी. म यसो रिसर्च गर्छु बेस्ट प्लेस त्यो उसको लागि, क्या के भन्छ, जगिङ. मर्निङ, अहिले त मर्निङ छ, जगिङ भन्नु पर्ला, काइन्ड अफ ट्रेकिङ, हाइकिङ हुनसक्छ. सो लेट्स सी वाट ह्यापन्स. एक्जाम छ मेरो. एक्जामलाई असाइड गरेर मी टाइम पनि चाहिन्छ. लिटल फ्रस्ट्रेट र टेन्सन लिएर बसेर पनि काम छैन गाइजहरू. सो आफूले आफ्नो लागि टाइम चाहिँ दिने गर्नुपर्छ. सो लेट्स सी कहाँसम्म पुग्छु. Also you guys, bye. View looks so nice. यो प्लेस चाहिँ के को लागि बनाइदिएको अरे भन्दाखेरि चाहिँ उनीहरूले चाहिँ लाइक हुन्छ नि, look at the step ups, incline push ups, box jumps र decline push ups रे, लाइक एक्सर्साइजहरू आउँछ नि मान्छेहरू, लाइक जगिङ मर्निङ वक गर्दा आउँछ नि उनीहरूको लागि चाहिँ लाइक एक्सर्साइजहरूको लागि बनाइदिएको अरे. Well then this is me. I am hiking again. New place, new spot. के लेखेको छ? What's that? रिग्यान्ड भन्छ कि रिज्यान्ड भन्छ कि पार्क साउथ रे यतिमा. सो यो चाहिँ वकिङ ट्रेल हो, अनि यहाँ चाहिँ लाइक पनि उतातिर हुन्छ नि ठाउँमा पुरै बनाइदिएको हुन्छ नि, पर्फेक्ट. अफ रोड ट्रेल भन्दा नि हुन्छ. वकिङ ट्रेल हो. भ्युज लुक्स नाइस. I love the view. It's perfect. If you guys a bit worried about your days,
this makes your days. If you guys love the nature, क्या अब यस्तो क्वाइट एरिया नेचरहरू मन पर्दैन भने चाहिँ I won't recommend, but this is the perfect place for fresh air को लागि पनि. Well, this is me. This is my Crocs with socks, and this is the view. Look at these. Ooh, I was looking this view exactly. Wow, perfect. This is the perfect place for trekking, hiking, cycling, whoever does. I am loving this place. I think I'll come back again. Save गरेर राख्नु पर्ला यो प्लेसलाई के भन्छ. Look at these. यो एक्सर्साइज गर्नको लागि बनाइदिएको क्या लाइक हुन्छ नि यसमा चाहिँ यो फ्लोरमा चाहिँ फ्लेक्सिबल हुन्छ क्या यिनीहरूले त्यो पार्कतिर नि सेटअप गरेको हुन्छ नि लाइक इन केस के भन्छ आएर के भन्छ बट गुड फर हुन्छ नि पार्कतिर नि राखेको हुन्छ लाइक एक्सर्साइजहरूको लागि. नाइस भ्यू. सो मेनी पिपल्स आउँदो रहेछ. आज विकेन्ड भएर नै होला धेरै नै मान्छेहरू विकेन्ड भएर पनि होला है. अघि नै एउटा सानो एउटा के अरे यतैतिरको बुढी मान्छेलाई भेटेको थियो इन द मिडल अफ नवेयर होइन. सामान बाटोमा भेटिँदाखेरि खुसी लाग्दो रहेछ. अलिकति डर पनि लाग्छ लाइक अरूको ठाउँमा हुन्छ नि कतिपय मान्छेहरू हल्का रेसिस्ट टाइपको पनि हुनसक्छ. सो वी निड टु बी स्केयर. सो नेचर इज नेचर क्या. इफ यु वान हिल हुन्छ नि द नेचर विल हिल भन्छ नि त्यही हो. It's the fresh hawa, fresh environment, nature, greeneries. Wow. I don't know यो बाटो कतासम्म छ. I don't know how long the trail है. अघि नै त्यो पार्कमा चाहिँ वासरुम हेरेर वासरुम गरेर आउनु पर्ने थियो. मलाई चाहिँ हल्का पिस लागिसक्यो. सो I don't know कन्टिन्यू गर्नुपर्ने. बाटोमा चाहिँ के भन्छ वासरुमहरू पनि भइदिएको भए चाहिँ अलिक पर्फेक्ट हुन्थ्यो. छैन अहिलेसम्म मैले भेटेको छैन. सो हेरौँ अब के हुन्छ. यो चाहिँ वकिङ ट्रेल भयो होइन दिस वान. अनि यहाँ चाहिँ एउटा यस्तो ओपन रहेछ स्पेस. लेट्स सी है एक्सप्लोर हो. स्नेक्सहरूको चाहिँ हल्का केयरफुल हुनुपर्छ भनेर भन्दै थियो. आई निड टु बी भेरी केयरफुल स्नेक्सको लागि चाहिँ. वाह. Oh my god, I didn't expect this one. Cool. Look at this. Wow. Is this for swimming? I don't know, is it for swimming? Swimming, fishing? God. Wow. Is this the beach for Dabo? Looks like mini beach. हुन्छ नि beach loversहरूको लागि चाहिँ kind of little beach for म जस्तोको लागि चाहिँ. Wow. Seriously? Look at these. God, this is so nice.
know कति सेफ छ दिस प्लेस बट pretty much I feel safe कोही पनि छैन place is quiet तर look at these running water and the beach मलाई चाहिँ मन पर्यो एकदमै मन पर्यो यो प्लेस चाहिँ वाउ क्रक्स लाछु सक्स लाछु क्रक्स मात्रै लगाएको भए चाहिँ यसो खुट्टा सुट्टा डुबाउनु हुन्थ्यो सो अलिकति सक्स पनि छ सक्सलाई चाहिँ म भिजाउँदिनँ आई डोन्ट प्रिफर बट दिस इज द भ्यू what I was looking at missing wow and wow you don't need anyone to visit this sorts of place you will love अलिकति सेफ चाहिँ के भन्दाखेरि साइडमा कोही पर्सन भइदिएको भए चाहिँ हल्का अझै सेफ फिलिङ हुन्थ्यो तर इट्स काइन्ड अफ सेफ प्लेस इज नाइस उनीहरूले नै भनिरहेको हुन्छ डे लाइट हुन्छ नि को लागि मात्रै ट्रेल हो भनेर भनिरहेछ सो त्यही फलो गरेपछि चाहिँ इट्स प्रिटी मच सेफ आई थिङ्क एन्ड द भ्यू इज वाउ look at the running water मैले चाहिँ आफ्टर लङ नै रनिङ वाटरको फिल गरिरहेको छु क्या वाउ यो माथिबाट झन् कस्तो राम्रो देख्दो रहेछ वाउ look at this के भनेछ यहाँनिर नो फिसिङ रे फिसिङ पाउँदैन रे पेनलाइज फर द इलिगल फिसिङ भने which is good and look at these what's that के हो यस्तो मान्छेले बनाएको हो कि like it's natural I don't know wow look at the view god look at these what's that my goodness is this natural or man-made I think looks like artificial मान्छेले बनाएको जस्तो देखिरहेछ but looks nice what the hell wow तलबाट पर्फेक्ट देखिन्थ्यो भने माथिबाट झन् पर्फेक्ट देखिँदो रहेछ God I was literally हुन्छ नि missing this beautiful spot क्या I'm glad I walked away from home यहाँ चाहिँ के लेखेको छ रिक्स वार्निङहरू लेखेको रहेछ पर्फेक्ट ठाउँमा यस्तो इन्फर्मेसनहरू टालिदिएको चाहिँ इट्स गुड फर एभ्री वान भन्छु म चाहिँ इट्स नाइस प्लेस मेरो त आँखै हटिरहेको छैन गड ड्याम These are the information I provided, but it looks pretty old. Renew गर्ने बेला भएको जस्तो छ. And these are the view. पर चाहिँ एउटा मान्छे रनिङ गर्दै गइरहेको छ. Wow. There's still a few more things up there. I'll go and then see what's in there. But यो ठाउँबाट चाहिँ मेरो आँखै हटिरहेको छैन क्या. God. Seriously? It's all about the फिसहरूकै लागि रहेछ क्या त्यो हुन्छ नि this is all for फिसहरूकै लागि रहेछ वाउ के भनेको छ शार्प आइड अब्जर्भ्स रे
pretty good place to visit. मलाई त मन पर्यो. I think I'll come back again. I'll come back again. I will come back again. I love the place. Starting मा चाहिँ लाइक के होला र यो जङ्गलमा लाइक ट्रेल मात्र होला जस्तो सोचेको थियो. There are so many things to do, explore. क्या look at these. यो चाहिँ कहाँनिर छ यो बनाएको छ नि तल. I think यो यसकै pretty much information जस्तो छ. Newly constructed South Tabo rock ram and the Fishy Way, one of the Dubbo Regional Council's most important infrastructure for projects, and cost 5.31 million. Seriously? यो चाहिँ सब फिसहरूको नै लागि रहेछ. फिसहरूको प्रिजर्भको लागि के होला भन्ने लागिरहेको थियो. अब यिनीहरूले यति धेरै इन्फर्मेसन प्रोभाइड गरेको छ अनि के होला भनेर बसेर हुन्छ त. so many इन्फर्मेसन क्या. which is good. यहाँ पनि छ के लेखेको छ यहाँनिर इन्फर्मेसन रहेछ. अझै म्याकेरी स्ट्रिट पुग्न चाहिँ 800 मिटर रहेछ. I am here and यो स्ट्रिट पुग्नलाई and I parked my car somewhere here. त्यहाँबाट हिँडेको. I think यहाँबाट जाम कि फेरि रिपिट. I will go back again. I love the view, nature, environment, so I'll go back this way. जुन बाटो आएँ म त्यही वे ब्याक जान्छु. सर्टकट वे पनि रहेछ. त्यहाँबाट म्याकेरी स्ट्रिट भेट्दो रहेछ. त्यहाँबाट स्ट्रेट गए पनि भयो. इफ यु डोन्ट वान वक के भन्छ यो लङ वे यु क्यान गो सर्टकट वे एज वेल. बट आई विल गो. मलाई चाहिँ त्यो नेचर हुन्छ नि मिस गर्नै मन छैन क्या. फर्स्टदेखि नै गाडी पार्क गरेदेखि नै रेकर्ड गरिरहेको थिएँ. बट देन रेकर्ड भएन चाहिँ क्या. हाउ I don't know for reason. This is the nice refreshing view for me. कति धेरै इन्फर्मेसनहरू राखिदिएको छ क्या. यहाँ पनि छ एउटा बोर्ड. लेट्स सी के भनेको छ. यो चाहिँ रक ऱ्याम्प एन्ड फिस वे रे क्या. सब त्यो हुन्छ नि योहरू हुन्छ नि सबै फिसको लागि. एभ्रिथिङ धेरै इन्फर्मेसन छ. म पढ्नलाई चाहिँ एकदम अल्छी. हिस्ट्रीहरू रहेछ. हिस्ट्रीमा चाहिँ के भनेको छ. फर्स्ट पाइप वाटर सप्लाई वाज कमिसन्ड इन 1894. 1894 देखि चाहिँ उनीहरूले प्रिजर्भ गरिराखेको रहेछ क्या. विच इज गुड. I don't want to read all the हुन्छ नि अफकोर्स इन्फर्मेसनहरू राखिदिएको राम्रो हो. किन अल्छी हो क्या. छोटो छ भने चाहिँ पढ्छु. लङ छ भने चाहिँ आवर स्किप पढ्छु पनि. तर यहाँ रहेछ के भनेर लेखेको छ. इन लभिङ मेमोरी अफ लाइफ्स लस्ट एट द साउथ टब्बो वेयर भनेर रहेछ. यिनीहरू दुईजना रहेछ. ओके इन मेमोरी अफ भनेर. यहाँ अर्को बोर्ड छ इन्फर्मेसनको लागि. रिस्क एन्ड वार्निङको लागि. सो मेनी वार्निङ साइन्स, सो मेनी इन्फर्मेसन्स हुन्छ नि लोकेसनको एन्ड द प्लेसेसको. द्याट्स गुड जसको लागि जो चाहिँ नयाँ छ यो प्लेसमा त्यसको लागि गुड. आई थिङ्क यो चाहिँ मेन स्पट हो. अनि यहाँदेखि उता चाहिँ खासै त्यस्तो केही छैन. 800 मिटरमा मेकेरी स्ट्रिट आउँछ भनेको छ. आई थिङ्क द्याट्स द एन्ड अफ दिस ट्रेल. अलिकति पर 200 मिटरसम्म जान्छु. एन्ड लेट्स सी
के छ and then I'll come back this way again. Okay. नेपालतिर हुन्छ नि हाम्रो घरतिर हुने ट्रान्समिटर जस्तै क्या सेम. I miss Nepal now यसलाई देखेर. अनि बाटोहरू सेम and the nature river. तलबाट हेर्दाखेरि त त्यस्तो ठुलो छ जस्तो लागेको थिएन है यो माथि आएर हेर्दाखेरि त वाउ कति ठुलो. डेन्जर भनेर पनि पालिरहेछ. मेरो यो क्रक्स पनि एकदम बाँके मानेर क्या कहाँ कहाँ घुम्न निस्किन पाइरहेछ. एकदम ठुलो रहेछ. एकदम ठुलो रहेछ. वाउ. लाइक यो भिडियोले चाहिँ त्यति मजाले न्याय दिइरहेको छैन होला क्या त्यति राम्रो छ क्या. वाउ लुक एट द रिफ्लेक्सन अफ ट्रिज क्या यो उसमा लेक हुन्छ नि लेक जस्तो ड्याम जस्तो बनाएको छ त्यो ड्याममा. गुड कुल. मेन कुरा चाहिँ के हो भने घरबाट हिँडेको 9 बजे. I think I need to grab one sunblock थप्नलाई. स्ट्रेट निधारमा हानिरहेको छ घामले अनि मलाई चाहिँ कति चाँडो मेरो निधार डढ्छ क्या. I'm bit scared like मेरो निधार डढेर मान्छेले नचिन्ला भनेर. Anyway this is it. म चाहिँ घरबाट हिँड्दाखेरि यस्तो चिसो थियो नि त अनि चिसो भएर यस्तो बाक्लो बाक्लो लुगा लाएर हिँडेको चाहिँ केही ट्राउजर यति बाक्लो छ. स्वेट मान्छेहरू चाहिँ टी सर्ट र सर्ट्स लाएर हिँडिरहेछन् क्या. यसलाई चाहिँ कति जाडो भएको भनेर भन्दा होला. हाइकिङको लागि चाहिँ लाइक दिस इज नट द पर्फेक्ट ड्रेस बट आई डिन्ट नो द्याट लाइक यस्तो राम्रो ठाउँ छ हाइकिङको लागि भने टाइट्सहरू लाएर मजाले पर्फेक्ट सुजहरू लाएर आउनुहुन्थ्यो नि त. यस्तो सन छ. घर निस्केर चाहिँ यस्तो कुल थियो नि त. जाडो थियो घरभित्र यस्तो जाडो भइरहेको थियो अनि मलाई चाहिँ जाडै होला भनेर लाग्यो. त्यही भएर यस्तो लुगा लाएर आएको. मलाई त पागलै सोचेर होला मान्छेहरू टी सर्ट र सर्ट्स लाएर दौडिरहने हिँडिरहने क्या. एनिवे जसले जे सोचे पनि आफूलाई जे कम्फर्टेबल छ त्यही लाउने त हो नि होइन. एज लङ एज यु आर कम्फर्टेबल द्याट्स अरूको म्याटरै छैन. त्यही हो. यहाँ चाहिँ के रहेछ के आई थिङ्क सोलर समथिङ छ जस्तो छ. साइक्लिङ डगलाई चाहिँ यसरी पुगन दिने होइन अरे. त्यसरी डोरी लाएर हिँड्नुपर्छ अरे खुल्ला छोड्ने होइन. तर त्यो मान्छेले चाहिँ यसो दायाँ बायाँ हेऱ्यो कोही पनि देखेन. मलाई मात्र देख्यो. अनि त्यसपछि पुरै डोरी छोडेर हिँडेछ क्या. यत्तिकै छोड्दाखेरि डगलाई. अनि यहाँ पनि छ के हो चिन अप डिप चेस्ट मसल जम्प खै के गर्नको लागि आफू त गरिन्न. whoever does exercises उनीहरूको लागि चाहिँ हुन्छ नि चिन अप चेस्ट खै के हो अरे. म त गर्दिनँ. I don't know anything. good for them के whoever does लाइक जिम पनि जानु पर्यो नि यस्तै ट्रेलमा वाकिङ रनिङ जगिङ whatever गर्यो बिचमा चेस्ट अप चिन अप पुस अप रे गर्यो. किन जिम जानु पर्यो होइन. नेचुरल ठाउँमा यस्तो सेटअपहरू छ आफै गर्ने. इफ यु गाइज डु. फर मी जस्ट वाकिङ अनि भिडियो. यहाँ पनि इन्फर्मेसन छ के छ यस्तो. यो इन्फर्मेसन चाहिँ लाइक मैले चाहिँ ठाउँमा देखेँ क्या. यो चाहिँ लाइक डे लाइटको लागि मात्र सेफ भएर डे आवर्सको लागि मात्र अभाइलेबल भने यो ट्रेल चाहिँ सो सेफ फर डे लाइट छ ओन्ली. आई थिङ्क इन्फर्मेसनहरू चाहिँ ठाउँमा टालिराखेको छ. हजुरहरू आउनुहुन्छ भने लाइक इनकेस आइयो भने पर्फेक्ट फर डे लाइट्स ओन्ली. सेफ होला डे लाइट्समा. त्यही भएर ओके यस्तो क्या बिचमा यो इन्फर्मेसन पनि हुन्छ क्या. यो इन्फर्मेसन
किप डग्स अन द लिड्स भन्ने हुन्छ नि त डग्सलाई चाहिँ यसरी हुन्छ नि लिड्स लाएर चाहिँ राख्नु पर्यो अरे क्या त्यो मान्छेले चाहिँ यतिकै छोडिरहेछ क्या यतिकै छोडेर हिँडिरहेछ विच इज अनसेफ नि त यतातिरको मान्छेहरूलाई भालै लाग्दैन फलो नै गर्दैन आई थिङ्क दिस इज द एन्ड अफ द ट्रेल म यहाँबाट उता चाहिँ जान्न सो यताबाट हजुरहरू आउनुहुन्छ भने चाहिँ के भन्छ यहाँ रहेछ मेन गेट यहाँबाट इन्टर हुने रहेछ आई थिङ्क ड्युरिङ नाइट चाहिँ यो आफ्टर आवरमा चाहिँ क्लोज हुन्छ जस्तो छ इन्फर्मेसन अनुसार चाहिँ 24 आवर नै ओपन भनेर लेखेको छ तर आई थिङ्क इट इज नट सेफ फर दि नाइट टाइम त्यही भएर मुनलाइटको लागि चाहिँ सेफ छैन त्यही भएर चाहिँ दिस गेट विल बी लक्ड ड्युरिङ आवर्स अफ डार्कनेस भनेर रहेछ यति त पढ्नुपर्छ नि एटलिस्ट यति अल्छी भयो नि भएन नि त क्लोज हुन्छ भनेर यहीँ लेखिरहेको छ अनि म यत्तिकै बोलिरहेको छु क्या क्लोज हुन्छ अरे अनि यहाँनिर एउटा छ टु एभोइड द इन्जुरी चुज एन अल्टरनेटिभ रुट रे फर युज ह्याट र अम्ब्रेला भनेर रहेछ ड्युरिङ द नेस्टिङ सिजन कहिले हो त नेस्टिङ सिजन यो चराले चाहिँ डिफेन्ड गर्छ अरे क्या गड यो नेस्टिङ सिजन त होइन नि ह्याट र अम्ब्रेला टु प्रोटेक्ट युर हेड भने गड मलाई डर लाग्न थाल्यो भनिरहेको थिएँ होइन एउटा साथीले भन्दै थियो क्या बाटो हिँड्दाखेरि एउटा चराले पुरै ठुङ्न आउँछ अरे क्या लुस्न आउँछ अरे कपाल भन्थ्यो हुन त त्यो आफ्नै उनीहरूको आफ्नो हुन्छ नि मदर्स फादर्स वाट एभर आफ्नो बेबिजहरूको सेफ्टीको लागि हो नि त हामी उनीहरूको बाटो हिँडिरहेको हो नि त सो वी निड टु बी केयरफुल नेक्स्ट टाइम चाहिँ इफ इन केस आयो भने चाहिँ ह्याट लाउनु पर्ने रहेछ फर यर ओन सेफ्टी यो नेस्टिङ सिजन त होइन नि कहिले हो नेस्टिङ सिजन पनि भनिदिनु पर्थ्यो हो डर लाग्न थाल्यो मलाई ठुङ्न आयो भने म कहाँ जानु कसलाई गुहार गर्न जानु हो एनिवे दिस इज द एन्ड अफ द ट्रेल आई थिङ्क लगभग कन्टिन्युसली वक गरेको भए चाहिँ हाफ एन आवरमा कम्प्लिट हुन्थ्यो होला म यताउता दायाँ बायाँ भड्किँदै भिडियो गर्दै फोटो खिच्दै इट टुक लाइक 1 hour फर मी वेल देन आई निड टु गो ब्याक गोइङ ब्याक वे पनि हल्का देखाउँला मैले रेकर्ड गरेको त एट द फर्स्ट हुन्छ नि गाडी पार्क गरेर अनि त्यो कहाँबाट स्टार्ट गरेको भनेर सब के भन्ने अब के भएछ रेकर्ड नै भएन छ लेट्स सी आई विल ट्राई टु क्याप्चर सम मोर हुन्छ नि इन्फर्मेसनहरू त्यही हो भनेपछि दुईवटा कुराको चाहिँ ख्याल गर्नुपर्ने भयो एउटा चाहिँ स्नेकको लागि डेन्जर भनिरहेछ अनि अर्को चाहिँ त्यो चराले क्या अल द टाइम पनि होइन क्या त्यो नेस्टिङको टाइममा चाहिँ केयरफुल हुनुपर्छ अरे उनीहरूले चाहिँ ठुङ्न कोर्न कुपर्न आउने अरे त्यही भनेको छ लेखेको रहेछ अघि चाहिँ मैले यादै गरिनँ बी अवेयर अफ स्नेक्स भनेको छ स्नेक्सदेखि चाहिँ एकदम केयरफुल हुनुपर्ने भयो माटो जस्तै देखिन्छ अरे क्या स्नेक पनि यहाँ रेड माटो छ अनि आई थिङ्क रेड देखिने होला अनि त्यस्तो देख्यो भने त यादै हुँदैन नि त एकदम केयरफुल हुनुपर्ने रहेछ अहिलेसम्म त मैले एउटा पनि स्नेक देखेको छैन तैपनि केयरफुल त हुनु पर्यो नि त होइन र अब म लेट्स सी ट्राई टु क्याप्चर मोर सिनरिज till then म फर्स्टमा मैले स्टार्ट गरेको लोकेसन चाहिँ आइसकेको छ होइन त्यो ट्रेलमा वक गरेपछि 1-2 मिनट्समा चाहिँ एउटा लाइक हुन्छ नि जङ्गल जस्तै आउँछ क्या अलिकति स्केरी हुन्छ लाइक जङ्गल छ रुखहरू धेरै छ अनि अघि नै मैले यसको भिडियो पनि गरेको थिएँ तर क्याप्चर भएन रहेछ समहाउ सम रिजन त्यही हो I'll show you the view. Ouch! खुट्टामा गिरेको छु के हो यो काँडा जस्तै छ
गाइज दिस इज नट सेफ चप्पल र क्रक्स लाउनलाई चाहिँ काँडा जस्तै छ कस्तो खोजेर अघि 1 राउन्ड निकालिसकेको फेरि घोच्यो दिस इज द भ्यू वाट आइ एम टकिङ अबाउट मलाई कस्तो के भन्दाखेरि इन्सेक्योर फिल भयो क्या कसरी हेरेर गयो किनभने उनीहरू चाहिँ सर्ट्स र एउटा हाफ टी सर्ट लगाएर कुदिरहेको छ म चाहिँ यस्तो बाक्लो लुगा लगाएर हुन त म मर्निङमै आएको थिएँ नि त मर्निङमा त हल्का जाडो पनि थियो तर तैपनि अहिले त फेरि घाम हुन्छ नि निधारमा आइसक्यो क्या माथि यस्तो गर्मीमा पनि के लुगा लगाएर हिँडेको भन्ने सोच्यो कि भन्ने इन्सेक्युरिटी हो म कम्फर्टेबल छु आई डोन्ट फिल द्याट मच हुन्छ नि गर्मी भने किन म धेरै सोच्ने सो त्यही हो हल्का अकवर्ड फिल चाहिँ हुने रहेछ भने मात्रै सो दिस इज द फर्स्ट हुन्छ नि आई स्टार्टेड अनि यो चाहिँ हुन्छ इन्फर्मेसन दिस इज द इन्फर्मेसन प्रोभाइडेड है ठाउँ ठाउँमा इन्फर्मेसन प्रोभाइड गरेकोले चाहिँ त्यस्तो Look at these birds. Oh my god, they look so cool, beautiful. Wow. अघि बिहानै आउँदा चाहिँ कस्तो चराहरूको आवाज थियो क्या पुरै क्याप्चर गर्दै हिँडेको थिएँ लास्टमा क्याप्चरै भएन छ क्या इट फिल्स ब्याड एनिवे लुक एट दिस कस्तो टाइनी बर्ड्स के भन्छ यसलाई नाम पनि थाहा छैन गुडनेस यही हो स्टार्टिङ यहाँबाट हुन्छ अलिकति अझै 1 मिनट तल छ त्यहाँनिर एउटा पार्क छ नि मैले गाडी पार्किङ एरिया नि छ त्यही पार्क गरेको छु यही हो आजको ट्रेकिङ हाइकिङ अनि लिटल बिट एक्सप्लोर भनौँ त्यही हो यसरी बिच बिचमा इन्फर्मेसन प्रोभाइड गरिरहेको हुन्छ विच इज गुड न्यू ट्राभलरको लागि चाहिँ गुड हो लाइक मी ओके अझै पनि ठाउँ चाहिँ राम्रो हो नेचुरल लाइफ नेचुरल के भन्छ इन्भाइरोमेन्टहरू एक्सप्लोर गर्नेलाई चाहिँ फ्रेस कहिलेकाहीँ हामीलाई फ्रेस हाल्नु चाहिरहेको हुन्छ नि उनीहरूको लागि चाहिँ गुड हो अझै सो मेनी थिङ्स टु के अरे गर्नलाई क्या मोडिफाई हुन्छ अझै धेरै कुराहरू चाहिँ एड गर्न सकिन्छ क्या यो प्लेसमा अझै हुन्छ नि अलि मोडिफाई गर्नको लागि चाहिँ क्या लाइक ठाउँ ठाउँमा डगहरू लिएर हिँडेर हुन्छ नि त मान्छेहरूले डगको लागि पानीहरू मान्छेकै लागि भए पनि हुन त यहाँको लाइक हुन्छ नि के भन्छ पानी चाहिँ हल्का डिफ्रेन्ट रहेछ सबैजनाले चाहिँ बोतल किनेर हुन्छ नि बोतल वाटर नै युज गर्दो रहेछन् किन हो है आई डोन्ट नो नट सेफ टु ड्रिङ्क हो कि हल्का स्मेल आउने भयो कि के हो तैपनि डग्सहरूको लागि चाहिँ ठाउँ ठाउँमा स्पट हुन्छ नि उतातिर हुन्छ क्या सिडनीमा चाहिँ मैले चाहिँ यस्तो ठाउँ चाहिँ धेरै नै गरेको छु एक्सप्लोर गरेको छु अनि ठाउँ ठाउँमा हुन्छ क्या पानीको उहरू ड्रिङ्किङ वाटर डग्सहरूको लागि पनि इन्फर्मेसन त छँदैछ अनि हल्का टोइलेटहरू बिच बिचमा भन्नाले त्यत्रो लङ वे त होइन तर बिचमा एउटा मात्रै टोइलेट भइदिएको भयो नि लाइक अलिकति हुन्छ नि टोइलेट पनि रहेछ है भन्ने हुन्छ नि लाइक जगिङ हाइकिङहरू गर्नेको लागि त्यही हो यस्तो यस्तो इन्फर्मेसनहरू चाहिँ ठाउँ ठाउँमा छ है द्याट्स भेरी गुड यो चाहिँ हो पार्क वासरुम चाहिँ छैन जस्तो छ क्या किनभने आई निड टु गो त्यहाँबाट आउँदा चाहिँ यो ट्रेलको मेन इन्फर्मेसन सेन्टर चाहिँ यो हो यहाँनिर चाहिँ पुरै इन्फर्मेसन प्रोभाइड गरेको छ कि कहाँ के भनेर युआर हियर अनि मैले चाहिँ कता गएँ म मेक्युरी स्ट्रिट भनेको यता निस्केर कता गएँ आई थिङ्क म यताबाट चाहिँ उल्टो हेरिरहेको थिएँ यहाँबाट हिँडेर म आई थिङ्क यता निस्केको थिएँ अनि यतातिर स्यान्डी बिचमा रहेछ ओके
भनेपछि स्यान्डी बिच जानु पर्ला जस्तो छ मैले चाहिँ गाडी यता पार्क गरेर यताबाट त्यहाँ इन्फर्मेसन पढेर अनि हिँड्न स्टार्ट गरेको थिएँ अगाडिको भिडियोमा चाहिँ क्याप्चरै भएन छ माई ब्याड दिस इज चाहिँ मेन अनि यहाँ चाहिँ अर्को रहेछ त यहाँ रहेछ क्या यु आर हियर स्यान्डी बिच पार्क आई थिङ्क मेरो नेक्स्ट एक्सप्लोर चाहिँ स्यान्डी बिच पार्क हुनसक्छ दिस इज द भ्यू वेयर आई स्टार्टेड नेक्स्ट टाइम चाहिँ अब म यो ट्रेल फलो गरेर स्यान्डी बिच पार्क भनेर चाहिँ यो चाहिँ साइक्लिङहरूको लागि होला सायद नट सेफ फर वकिङ मेबी त्यही हो गाडी यता पार्क गरेछु अब नेक्स्ट टाइम म आएँ भने चाहिँ म यता जान्छु फेरि बट इफ आई हेभ टु एक्सप्लोर यतातिर जान्छु स्यान्डी बिच पनि त्यता रहेछ सो एकचोटि त पुगेको I think we can walk this way too. Wow, I think this is the sandy beach. हिँड्न त मजा आएको थियो अब बसेर के भन्छ यो काँडा हो कि के हो पुरै क्रक्सभरि काँडा हातमा पनि घोच्यो अघि त अलिकति गड यस्तो क्या के काँडा भन्छ यसलाई यस्तो काँडा क्या पुरै क्रक्सभरि पुरै यस्तो तिखो भेरी डेन्जर लुक एट दिस सो मेनी क्या अब लुक भेरी रिस्की कस्तो सार्प काँडा क्या रुखमा काँडा फल्छ क्या हो क्या त्यो रुखमा एनिवे अब चाहिँ घर जानुपर्ने हुन्छ हल्का भोक पनि लागिसक्यो गएर अब खाजासाजा खाने ओके आजलाई यति नै नेक्स्ट टाइम आल एक्सप्लोर अपोजिट डिरेक्सन त्यही ट्रेलमा चाहिँ जान्नु सो टिल देन थ्याङ्क यू फर वाचिङ आइ एम हेडिङ ब्याक नाउ that's all for now love you all